ल सिधै विषयवस्तुमा प्रवेश गरौँ। आजको यस विश्लेषणमा हामी एम्बोलिङ हाइड्रो पावरको आइपिओका पर्दा पछाडिका तथ्याङ्क, अङ्क र रणनीतिहरूको गहिराईमा जाँदैछौँ। यो सम्पूर्ण जानकारी एसके वेल्थको पछिल्लो रिपोर्टमा आधारित छ। आइपिओ भर्दा भर्दा सधैँ घात खाली हुँदा पक्कै पनि दिक्क लाग्छ, होइन र? भाग्यकै भर पर्नुपर्ने यो अवस्था साँच्चै नै निराशाजनक हुन्छ। तर अलिकति तथ्याङ्क बुझ्ने र केही स्मार्ट रणनीतिहरू अपनाउने हो भने यो लटरीमा छनौट हुने सम्भावनालाई धेरै हदसम्म आफ्नै पक्षमा पार्न सकिन्छ। अब अगाडि बढौँ। आज हामी मुख्य रूपमा एम्बोलिङ आइपिओको समग्र रूप, शेयर कसरी बाँडफाँड हुँदैछ, यसका वित्तीय सूचक र जोखिमहरू, आवेदन दिने तरिका र अन्त्यमा आइपिओ पर्ने सम्भावना बढाउने एउटा गजबको रणनीतिका बारेमा चर्चा गर्नेछौँ। सबैभन्दा पहिला यस नयाँ ऊर्जा पूर्वाधार आयोजना मार्फत वास्तवमा के प्रस्ताव गरिँदैछ भन्ने कुराबाटै सुरु गरौँ। कम्पनीले अहिले सिन्धुपाल्चोक जिल्लामा 7.27 मेगावाट क्षमताको एम्बोलिङ खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। जलविद्युतको अपार सम्भावना भएको क्षेत्रमा यो एउटा महत्त्वपूर्ण आयोजना हो। पुँजी संरचनाको कुरा गर्दा कम्पनीको कुल जारी पुँजी 70 करोड रुपैयाँ रहेको छ। त्यसमध्ये 40% अर्थात् 28 करोड रुपैयाँ बराबरको 28 लाख किता शेयर यस आइपिओ मार्फत निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भइसकेको छ। अब यो 28 लाख किता शेयर आखिर कसको भागमा कति पर्छ त? यो निकै चासोको विषय हो। यहाँ हेर्दा प्रष्ट हुन्छ स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि निश्चित कोटा छुट्याइएको छ। तर राम्रो कुरा के भने यसको सबैभन्दा ठूलो हिस्सा भने सर्वसाधारणकै लागि भनेर सुरक्षित राखिएको छ। बाँडफाँडपछि नियमित लगानीकर्ताहरूका लागि ठ्याक्कै 17,43,000 किता शेयर उपलब्ध छ। प्रति किता 100 रुपैयाँको दरले हिसाब गर्दा यो 17 करोड 43 लाख रुपैयाँ बराबरको अवसर हो। अब लागौं सबैभन्दा गम्भीर पाटोतर्फ। कुनै पनि ठाउँमा पैसा हाल्नु अघि त्यस कम्पनीको भित्री वित्तीय स्वास्थ्य र सम्भावित जोखिमहरू राम्ररी केलाउनै पर्ने हुन्छ। रेटिङ एजेन्सी केयर नेपालले यसलाई BB- रेटिङ दिएको छ। सरल भाषामा भन्नुपर्दा यसले कम्पनीको ऋण तिर्ने क्षमतामा औसत वा मध्यम स्तरको जोखिम छ भन्ने देखाउँछ। यो एकदमै सुरक्षित भनी होइन र पुरै धराप पनि होइन। निर्माण लागत हेर्ने हो भने आयोजनाको कुल खर्च 1 अर्ब 87 करोड रुपैयाँ भन्दा माथि पुगेको छ। यसलाई प्रति मेगावाटमा रूपान्तरण गर्दा करिब 25 करोड 73 लाख रुपैयाँ पर्न आउँछ। यो अलिकति महँगो नै हो, जसले अहिले हाइड्रो पावर क्षेत्रमा बढिरहेको लागतलाई प्रष्ट देखाउँछ। अब कुरा गरौँ लगानी उठ्ने समयको। सामान्य हिसाबले हेर्दा लगानी उठ्न करिब 10.76 वर्ष लाग्ने देखिन्छ। तर जब हामी टाइम भ्याल्यू अफ मनी अर्थात् मुद्राको समय मूल्यलाई जोडेर डिस्काउन्टेड पेब्याक पिरियड निकाल्छौँ, यो समय लम्बेर झण्डै 20 वर्ष पुग्छ। यसको सिधा अर्थ हो यहाँबाट लाभांश पाउन निकै लामो धैर्यता चाहिने पक्का छ। यी वित्तीय तथ्याङ्कहरू हेरिसकेपछि यदि अगाडि बढ्ने सोच छ भने अब आवेदन कहिले र कसरी दिने भन्ने प्राविधिक कुरा पनि जानिहालौँ। यो आइपिओको विन्डो एकदमै छोटो छ है। वैशाख 16 गते खुल्छ र वैशाख 22 गते ब्याङ्किङ समय सकिएला गते बन्द हुन्छ। बजारमा पक्कै पनि माग धेरै हुने भएकाले वैशाख 30 गतेसम्म म्याद थपिएला कि भनेर आश नगर्दा नै राम्रो हुन्छ। यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हो। तर आवेदन दिन कतै धाइरहनु पर्दैन। घरमै बसेर मजाले मेरो शेयर अनलाइनबाट वा सी-आसवा सुविधा भएको कुनै पनि ब्याङ्क शाखाबाट आवेदन दिन सकिन्छ। अब आउनुहोस् आजको सबैभन्दा महत्त्वपूर्ण खण्डमा, रणनीतिक सुझावहरू। आखिर यो आइपिओ पर्ने सम्भावना कसरी बढाउने त? स्रोतले दिएका 3वटा एकदमै उपयोगी टिप्सहरू यस्ता छन्। पहिलो कुरा, कति किता भर्ने। नियमले 21,000 कितासम्म भर्न दिन्छ, तर त्यसो गर्नु मूर्खता हुन सक्छ, किनकि आवेदकको भिड यति धेरै हुन्छ कि सबैलाई जम्मा 10 किताकै दरले गोला प्रथाबाट बाँडफाँड हुन्छ। त्यसैले बिना काम पैसा होल्ड नगराउन न्यूनतम 10 किता अर्थात् 1,000 रुपैयाँको मात्र आवेदन दिनु सबैभन्दा बुद्धिमानी कदम हो। दोस्रो र सबैभन्दा स्मार्ट रणनीति भनेको बजेटलाई विभाजन गर्नु हो। मानौ 5,000 बजेट छ भने एउटै खाताबाट 50 किता नभर्ने,
बरु परिवारका 5 जना फरक फरक सदस्यको खाताबाट 10-10 किता गरेर 5 वटा छुट्टा छुट्टै आवेदन दिने। यसो गर्दा गोला प्रथामा छनौट हुने चान्स सिधै 5 गुणाले बढ्छ, होइन त? अर्को सानो तर ध्यान दिनै पर्ने कुरा आश्वास शुल्क। कतिपय ब्याङ्कले एउटा आवेदनकै 20 रुपियाँसम्म काट्छन्, जबकि कतिपयले यो सेवा पुरै निशुल्क दिएका छन्। परिवारका धेरै सदस्यबाट भर्दा यो शुल्कले मात्रै राम्रै रकम खाइदिन सक्छ। त्यसैले सकेसम्म निशुल्क वा एकदमै कम शुल्क लाग्ने ब्याङ्क खाताहरू प्रयोग गर्नु राम्रो हुन्छ। र अन्तिम टिप्स आवेदन दिने समयको बारेमा। सकेसम्म सुरुको 2 दिनभित्रै आवेदन बुझाइसक्नुपर्छ। अन्तिम दिनमा जहिल्यै पनि इन्टरनेट स्लो हुने र मेरो शेयरको सर्भर नै डाउन हुने एकदमै तनावपूर्ण समस्या आउँछ। त्यो झन्झटबाट बच्न बेलैमा काम तमाम गर्नु नै बेस हुन्छ। यो सबै कुरा बुझिसकेपछि अन्त्यमा एउटा गम्भीर प्रश्नमा विचार गर्नै पर्ने हुन्छ। झण्डै 20 वर्षको लामो डिस्काउन्टेड पेब्याक पिरियड भएको र मध्यम जोखिमयुक्त यस आयोजनामा पुँजी लक गर्नु के साँच्चै व्यक्तिगत दीर्घकालीन वित्तीय योजनासँग मेल खान्छ त? यो यस्तो तथ्याङ्क हो जसले असाध्यै धेरै धैर्यताको माग गर्छ। यसमा अगाडि बढ्ने वा नबढ्ने अन्तिम निर्णय लगानीकर्ता आफैले गर्ने हो। तर एउटा उत्साहजनक खबर के छ भने स्रोतले अर्को हप्ता निकै बलियो वित्तीय अवस्था भएको अर्को नयाँ आइपिओ आउँदै गरेको सङ्केत दिएको छ। त्यो पक्कै पनि अझै आकर्षक अवसर हुन सक्छ। आजको विश्लेषण यति नै। नयाँ तथ्याङ्क र जानकारीका साथ छिट्टै भेट हुनेछ।